राजनीति अस्थिर भएपछि अनेक खालका मान्छेहरू निस्किए। तपाईँ हामीले सुन्यौँ, यिनै ठाउँहरूमा पनि बोलेको तपाईँ हामीले सुन्यौँ। ब्याङ्क डुबाउनेहरू, आफूले खाएको ऋण तिर्नु पर्दैन भनेर अभियान सञ्चालन गरेर हिँड्नेहरू, जनताका समस्यामा सरकार नभएका तर जनतालाई भड्काएर आफ्नो दोनो सजाउन खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर फ्याँकेर रक्षणमा पुगिसकेको राजतन्त्र फेरि फर्काएर ल्याउँछु भन्नेहरू र फेरि उल्किन कतिसकेको 2-4 सडक साथ मान्छेहरूले राजा फर्काउँछौँ भन्दा फुरुक्क परेर फेरि गाडीको ओटमाथि चढेर हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुभयो। यी तमासाहरू यिनको तरिका के हो, शैली के हो, यी कस्ता तत्त्व हुन् भन्ने गत 15 गते देखियो। चैत 15 गते 3 गुणेमा सभा गर्ने, शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे? आगजनी गर्दै, तोडफोड गर्दै, ढुङ्गामुढा गर्दै, घर फोड्दै, उद्योग धन्दाहरूमा आगो लगाउँदै, अरूका पसलहरू लुट्दै क्रान्ति गर्ने, खुब ठुला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लाउँदै गरेका, यस्ताले बनाउँछन् देश। यस अवस्थाबाट देशलाई अब शान्तिपूर्ण बाटोमा यस्ता कुराहरू सह्य हुँदैन। तोडफोड, आगजनी, हत्या, हिंसा, यस्ता कुराहरू, तोडफोड जस्ता कुराहरू अब सह्य हुँदैन, अब स्वीकार्य हुँदैन। अब देशलाई कानुन बमोजिम, संविधान बमोजिम र कानुन बमोजिम देशलाई अगाडि बढाइन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाइन्छ।